रिहाबको कन्सेप्टमा चाहिँ संसारको जुनै पनि कुनामा भएका रिहाबहरूको उपचारको पद्धति भनेको चाहिँ नार्कोटिक एनोनिमस र होलिस्टिक एप्रोचको प्रोग्राम अन्तर्गत नै काउन्सिलिङ प्रोग्रामबाट जाने हो है। अब यो त काटेर सिलाएर एन्टिबायोटिक खाएर निको पार्ने रोग नभएकोले गर्दाखेरि यसलाई चाहिँ व्यावहारिक चिकित्सा पद्धतिको प्रणालीबाट चाहिँ उनीहरूलाई चाहिँ व्यावहारिक बनाउँदै लिएर जाने जुन यहाँ क्रियाकलापहरू गराइन्छ र उनीहरूलाई नसाको कारणले गर्दाखेरि फिजिकल्ली कसैको किडनीमा समस्या आएको हुन्छ, कसैलाई लिभरको समस्या आएको हुन्छ, कसैलाई हार्टको समस्या आएको हुन्छ, अनि कसैलाई चाहिँ विभिन्न प्रकारका सङ्क्रमित रोगहरूबाट चाहिँ ग्रसित भइराखेका हुन्छन्। परिवारले चाहिँ अब थाहा पाइराखेका हुँदैन, तर हामी कहाँमा ल्याइसके पछाडि चाहिँ उहाँहरूको चाहिँ फुल्ली हामीले चाहिँ होल बडी डायग्नोसिस गर्छौँ। त्यो डायग्नोसिस गर्दाखेरि उहाँहरूलाई सङ्क्रमित रोग अथवा कुनै पनि खतरनाक रोगहरू लागेको छ भने परिवारलाई बोलाएर अनि हाम्रो डक्टरको टिम र परिवार बसेर सहकार्य गरेर यहीँ हाम्रै हस्पिटलबाट हुन सक्ने हामीले मेडिसिन गरेर हामीले उहाँहरूलाई ट्रिटमेन्ट गर्छौँ। नसक्ने केसलाई चाहिँ हामीले चाहिँ अर्को ठुलो हस्पिटलमा रिफर गर्ने गरेका छौँ। कन्सल्टेन्ट साइक्रेटिक डाक्टर भरत खड्का। लागु औषध धेरै मात्रामा प्रयोग गरेर त्यसबाट छुट्न गाह्रो हुने अवस्थालाई नै एडिक्सन भन्छौँ। एडिक्सन भन्ने टर्म अहिले बेसिकली इन्टरनेसनल फोरममा युज हुँदैन, नभए तापनि विभिन्न टर्म्सबाट यसलाई भनिन्छ। जस्तो डिपेन्डेन्ट सिन्ड्रोम, आइसिडी क्लासिफिकेसनका अनुसार यसलाई चाहिँ डिपेन्डेन्ट सिन्ड्रोम, विथड्रल सिन्ड्रोम, साथसाथै विभिन्न के अरे लागु औषधले गर्ने साइकोटिक अथवा डिप्रेसिभ सिम्पटम्स भनेर चाहिँ चिन्न सकिन्छ, वञ्चित हुन सकोस्। नमस्ते उपकार नेपाल पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरले अहिलेसम्म हजारौं बिरामीलाई सेवा दिइसकेको छ। यस सुधार केन्द्रमा बसेका बिरामीहरूलाई पनि सबै यही उपचार गरिन्छ। यदि यहाँ सम्भव नभएमा अन्य हस्पिटलमा रिफर गर्ने गरिएको छ। बाहिरको पेसेन्ट पनि आउँछ, तर मेन फोकस, मेन प्रायोरिटी भनेको हामी सेन्टरको बिरामीलाई दिन्छौँ। सेन्टरबाट हाम्रो भनेको बिरामी आउनु भनेको हेलुसिनेसन, विथड्र र सिजर भन्ने हुन्छ। अल्कोहलिक विथड्र भनेको हाम्रो फर्स्ट टाइम भनेको उसलाई अलिअलि थाहा हुन्छ। सेकेन्ड स्टेजमा गइसकेपछि हाम्रो हेलुसिनेसन भन्छु। हेलुसिनेसन भनेको उहाँले अब उसलाई के पनि थाहा हुँदैन, अनकन्सियस हुन्छ। उसलाई नाम सोधे पनि थाहा हुँदैन, कहाँबाट आएको थाहा हुँदैन, त्यस्तो केही पनि थाहा हुँदैन उसलाई। अनि त्यसपछि अर्को थर्ड स्टेजमा जानु भनेको त्यो भनेको धेरै डेन्जर स्टेज हो। त्यो डेन्जर स्टेजमा तपाईँको ब्रेन हेमरेज हुनसक्छ, भेन हेमरेज हुनसक्छ, होइन, इमिडिएटली डेथ हुनसक्छ। त्यो स्टेजमा हामीलाई पुग्न दिँदैनौँ। यहाँ हामी चाँडैभन्दा चाँडै फर्स्ट स्टेजमा अल्कोहलिक विथड्रमा आइपुगिन्छौँ। त्यही भएर हामी यो म्यानेजमेन्ट गरेर त्यसको अल्कोहलिक म्यानेजमेन्ट सबै साइकेट्रिक्स मेडिसिनहरू हाम्रोमा डाक्टर भरत खड्का साइकेट्रिक्स हुनुहुन्छ, मेरो सिनियर, उहाँको इन्स्ट्रक्सन अनुसार प्रिस्क्रिप्सन गर्नुहुन्छ। म चाहिँ जेनरल मेडिसिनहरू चलाउने हुन्छ है। त्यसको लागि विगत हाम्रो अहिलेसम्म लगभग मैले हेरेको तपाईँको 500 देखि 600 केस भयो बिरामी।